नमस्कार साथीहरू, म दीपक खतिवडा। मेरो युट्युब च्यानलमा तपाईहरुलाई स्वागत छ। यसभन्दा अगाडि मैले माइक्रोसफ्ट एक्सेलमा एडभान्स फिल्टर र म्याक्रोको युज गरेर मास्टर सिटमा भएको डाटालाई अन्य सिटहरुमा कसरी अटोमेटिक ट्रान्सफर गर्ने भन्ने भिडियो अपलोड गरेको थिएँ। आज म त्यही मास्टर सिटमा भएको डाटालाई बिना VBA, बिना म्याक्रो र बिना कुनै फर्मुला कसरी अन्य सिटहरुमा ट्रान्सफर गर्ने भन्ने भिडियो बनाउन गइरहेको छु। तपाईहरुलाई मेरो भिडियो मन पर्छ भने लाइक, कमेन्ट, शेयर गर्नुहोला। साथीहरु, यहाँ मैले पहिले नै एउटा डमी डाटा बनाएर राखेको छु। यो डाटा स्मार्ट इन्फोटेक कम्प्युटर इन्स्टिच्युट, कीर्तिपुर, काठमाडौँ, नेपालमा रहेको एउटा डमी डाटा हो। जुन इन्स्टिच्युटमा मैले लोकसेवा कम्प्युटर अपरेटर, ग्राफिक डिजाइन, डिप्लोमा आदि कोर्सहरु पनि गरेको छु। जस्तो यस सिटमा मैले यहाँ अफिस प्याकेज, ग्राफिक डिजाइन, कम्प्युटर अपरेटर र डिप्लोमा चारवटा कोर्सको छुट्टा-छुट्टै सिटमा बनाएर राखेको छु। जस्तो यो मास्टर सिटमा मैले एकजना विद्यार्थी भर्ना गर्न गरे भने ल मानौ उसको रोल नम्बर उसको रेज नम्बर 009, उहाँको नाम छ HEMANTA हेमन्त GURUNG गुरुङ। उहाँको कोर्स छ ग्राफिक डिजाइन। उहाँ पढ्नुहुन्छ डेमा। ग्राफिक डिजाइनको फी छ 5000। उहाँले एडभान्स पेमेन्ट अथवा पहिले नै पेड एमाउन्ट कति तिर्नु बताउँदा 1000 तिर्नुभयो। अब उहाँले तिर्नुपर्ने 4000। अब म चाहिँ ग्राफिक डिजाइन भन्ने सिटमा गएर यहाँ रिफ्रेश अल गर्ने बित्तिकै हेमन्त गुरुङ चाहिँ ग्राफिक डिजाइनमा आइसक्नु भएको छ। जस्तै अब हेमन्त गुरुङ ग्राफिक डिजाइन नभएर कम्प्युटर अपरेटर पढ्नुहुन्छ भने मैले कम्प्युटर अपरेटरको सिटमा गएर रिफ्रेश अल गरे भने उहाँ फेरि कम्प्युटर अपरेटरको सिटमा अटोमेटिक ट्रान्सफर भइसक्नु भएको छ। जस्तो अब यहाँ जनक भट्ट कम्प्युटर अपरेटरबाट डिप्लोमामा भर्ना हुनुभयो भने मैले डिप्लोमाको सिटमा गएर डाटामा गएर रिफ्रेश गर्ने बित्तिकै यहाँ जनक भट्ट यहाँ आइसक्नु भएको छ। अब यो कसरी बनाउने त हेरौं। यहाँ मैले एक्सेलको नयाँ सिट ओपन गरेको छु र मलाई सजिलो होस् टाइप गर्न भन्नको लागि म डाटा चाहिँ पहिलेको मास्टर सिटबाट कपी गरेर ल्याउँछु। यो सिटलाई मैले कन्ट्रोल C गरे, नयाँ सिटमा गए, कन्ट्रोल V गरे। यो पुरै डाटा यहाँ आइसकेको छ। अब म यो पहिलाको मास्टर सिटमा गएर दुईवटा रो माथि इन्सर्ट गर्छु। यहाँ गए, यसलाई सिलेक्ट गरे, इन्सर्ट 2 रो मैले यहाँ इन्सर्ट गरे।
त्यसपछि म यो एलाई सिलेक्ट गरेर यतापट्टि एउटा कोलम इन्सर्ट गर्छु। अब म यसलाई पुरैलाई सिलेक्ट गरेर डबल क्लिक गरिदिन्छु किन यो आफ्नो लाइन अनुसार सिलेक्ट होस् भनेर। अब तपाईको यो मैले कोर्समा चाहिँ यहाँ ड्रप डाउन लिस्ट बनाएको छु। यो ड्रप डाउन लिस्ट चाहिँ कसरी बनाउने त भन्दाखेरि जुनमा ड्रप डाउन बनाउनु पर्ने हो त्यो सेलमा क्लिक गरेर तपाईं डाटामा गएर डाटा भ्यालिडेसनमा गएर यहाँ चाहिँ लिस्ट भन्ने आइटमलाई चाहिँ चुज गरेर यहाँ सोर्समा चाहिँ के नाम राख्ने हो नाम राख्दै कमा दिँदै गएर ओके गर्नुभयो भने त्यो लिस्ट आफै बन्दछ। अब मैले यो डाटालाई चाहिँ डाइनामिक बनोस् ताकि मैले कुनै डाटा थप घट गरेँ भने अटोमेटिक देखियोस् भन्नको लागि यो डाटालाई चाहिँ म टेबल हेडिङमा परिणत गर्छु। टेबल हेडिङमा परिणत गर्नको लागि मैले यहाँ फर्स्टमा कन्ट्रोल टी गरिसकेपछि यो डाटालाई सिलेक्ट हुन्छ र माई टेबल ह्याज हेडर लाई चाहिँ टिक लाएर ओके गरेपछि मेरो यो चाहिँ नर्मल टेबल चाहिँ अब टेबल हेडिङमा परिणत भइसकेको छ र मैले यहाँ हेडिङ कस्तो चाहिन्छ यहाँबाट आफूलाई मन लागे हामीले चुज गर्न सक्छौं। ल अहिलेलाई मैले यो एउटा चुज गर्दिए। अब तपाईको यति भइसकेपछि अब हामीले यो सिटलाई चाहिँ क्याटेगोरी बाइ सिट बनाउनको लागि यहाँ रिबनमा भएको माथि ट्याब भन्छ यो ट्याबमा भएको डाटामा जान्छौं डाटा ट्याबमा। त्यसपछि यहाँ फर्म टेबल भन्ने छ यसलाई क्लिक गर्छौं। त्यसपछि क्वेरी एडिटर भन्ने एउटा डायलग बक्स खुल्छ जसलाई हामी पावर क्वेरी पनि भन्छौं र यहाँ क्वेरीज भन्ने ठाउँमा चाहिँ क्लिक गरिसकेपछि यहाँ टेबल 2 3 भनेर देखिएको छ। यो 2 लाई चाहिँ म डिलिटै गरिदिन्छु टेबल। ओके अब यो टेबललाई चाहिँ मैले राइट क्लिक गरेँ रिनेम गरेर के राखेँ त भन्दाखेरि अफिस प्याकेज राखेँ। OFIC अफिस PACKAG प्याकेज राख्छु ओके गर्छु। त्यसपछि यहाँ कोर्सको यो फिल्टरको आइकनमा गएर क्लिक गरिसकेपछि यहाँ सबैको नाम देखाउँछ कोर्सहरुको र यो सिलेक्ट अललाई अनचेक गरेपछि सबै अनचेक हुन्छ। त्यसपछि मलाई चाहिने के त भन्दा अफिस प्याकेजलाई मात्र क्लिक गरेर ओके गर्छु। यहाँ अफिस प्याकेज मात्रै रहे। त्यसपछि फेरि म यो अफिस प्याकेजलाई राइट क्लिक गर्छु डुप्लिकेट गर्छु। अब मलाई चाहिएको के छ त भन्दा कम्प्युटर अपरेटर रिनेम COMPUTER कम्प्युटर OPERATOR अपरेटर ओके गर्छु र फेरि यो फिल्टरको आइकनमा गएर यो अफिस प्याकेजलाई हटाइदिन्छु। कम्प्युटर अपरेटरलाई चेक गर्छु टिक लाउँछु र ओके गर्छु। यहाँ कम्प्युटर अपरेटर आइसकेको छ। त्यसपछि फेरि म यो कम्प्युटर अपरेटरलाई डुप्लिकेट गर्छु। यसको नाम राख्छु म रिनेम गरेर ग्राफिक डिजाइन GRAPHIC ग्राफिक DESIGN डिजाइन ओके गर्छु। यो फिल्टरको आइकनमा जान्छु कम्प्युटर अपरेटरको चेक बक्सलाई हटाउँछु र ग्राफिक डिजाइनमा चेक लाउँछु र
ओके गरेपछि यहाँ ग्राफिक डिजाइन आयो। अब फेरि म यो ग्राफिक डिजाइनलाई राइट क्लिक गरेर डुप्लिकेट गर्छु। त्यसपछि अब के बाँकी रह्यो त भन्दा यहाँ गएर हेर्छु। कम्प्युटर अपरेटर भयो, डिप्लोमा भयो, ग्राफिक डिजाइन भयो, अफिस प्याकेज भयो। अफिस प्याकेज, कम्प्युटर अपरेटर, ग्राफिक डिजाइन। अब के बाँकी रह्यो त भन्दा डिप्लोमा बाँकी रह्यो। यसलाई यहाँ यो टिक हटाइदिन्छु, यसलाई डिप्लोमामा टिक लाउँछु, ओके गर्छु। यहाँ डिप्लोमा आयो। यो ग्राफिक डिजाइनलाई फेरि राइट क्लिक गरेर रिनेम गरेर म DIPLOMA डिप्लोमा गरेर ओके गर्छु। यति भइसकेपछि अब मैले यहाँ यहाँ क्लोज एन्ड लोडलाई क्लिक गरेपछि यहाँ क्लोज एन्ड लोडमा फेरि क्लिक गर्छु। त्यसपछि यहाँ कोर्स अनुसारको सरर सिट खुल्छ। जस्तो सिट 1 मेरो मास्टर सिट भयो। यसलाई राइट क्लिक गरेर रिनेम गर्छु मास्टर, MASTER मास्टर, SHEET सिट। यो सिटलाई म राइट क्लिक गर्छु, अफिस प्याकेज लेख्छु, OFFICE अफिस, PACKAG प्याकेज लेख्छु। फेरि यो सिटलाई राइट क्लिक गर्छु, सिलेक्ट गरेर कम्प्युटर अपरेटर लेख्छु, COMPUTER कम्प्युटर, OPERATOR अपरेटर लेख्छु। त्यसपछि यसलाई सिलेक्ट गर्छु, GRAPHIC ग्राफिक, DESIGN डिजाइन लेख्छु। फेरि यसलाई सिलेक्ट गर्छु, DIPLOMA डिप्लोमा लेख्छु, इन्टर गर्छु। अब सबै सिट तयार भइसकेका छन्। डिप्लोमा, ग्राफिक डिजाइन, कम्प्युटर अपरेटर, अफिस प्याकेज, मास्टर सिट। अब मैले मास्टर सिटमा 9 यहाँ 1010 राखेँ। यहाँ मैले SUSHMA सुषमा, MALL मल्ल लेखेँ। मैले अफिस प्याकेज दिएँ। मर्निङ सिटमा राखेँ। त्यसपछि गएर फीलाई 3000 लेखेँ। 1000 उहाँले 1000 उहाँले पेड गर्नु भएको छ। अब बाँकी कति रह्यो त भन्दा 2000 इन्टर गरेँ र अफिस प्याकेजमा गएर हेरेँ। यहाँ 2 जना मात्रै हुनुहुन्छ। अब म डाटामा गएर रिफ्रेश अल गर्ने बित्तिकै यहाँ सुषमा मल्ल यो सिटमा आइसक्नु भएको छ। साथीहरू, तपाईहरुलाई मेरो भिडियो कस्तो लाग्यो? मन परे लाइक, कमेन्ट, शेयर गरिदिनु होला। र अन्तमा ध्यान दिनुपर्ने कुरा के छ भने यो पावर क्वेरी चाहिँ माइक्रोसफ्ट अफिसको 2016 को भर्सन पछाडि मात्रै बिल्डअप भएर आएको छ। तपाईले 2013 र 2010 मा पावर क्वेरी राख्नु पर्यो भने गुगलमा गएर डाउनलोड गरेर इन्स्टल गर्न सक्नुहुन्छ भने अफिस 2007 मा यो सिस्टम राख्न मिल्दैन।